के भएको रे जेम्स मैले स्कुलबाट छोडेर आउँदा यता हेरेर भन्छ के भएको रे मैले कसो गरेर आउँदा रे नगर न मैले माया गरेर स्कुलदेखि बिदाई गरेर गेटबाट आउँदाखेरि जेम्सलाई आँसु मात्र नचुको रे अनि कसो गर्यो रे आँखा आँसु चुन्छ भनेर यता हेरेर भन्छ कसरी रोकेको रे होइन रुनु चाहिँ किन आउने भन्न रुनु ए उहाँ मिसले पो थम्कायो होला तँलाई त रुएर रुएर बेस भएर होइन पानी थम्कायो होला मिसले मेरै मात्रै यस्तो कि अरू तपाईँहरू नि यस्तै छ छोरीछोरी म त छक्क पर्छु कि स्कुल आएको यत्रो वर्ष भइसक्यो अझै पनि गेटबाट पुदाएर फर्केर आउने खेर आँखाभरि आँसु बनाएर भित्र छिरेर जान्छ किन यस्तो राम्रो ह्यान्डराइटिङ लेख है राम्रो ह्यान्डराइटिङ लेखेर त मैले कति माया गर्छ ह्यान्डराइटिङ राम्रो लेख्ने त्यो ताइन तुईको ततर तुतुरे नलेख है मलाई त अक्षर क्लियर हुनुपर्छ सपक सपकको